कटिङको काम चाहिँ धेरै डेन्जर भएको रहेछ नि। यो त छिटो डिङ्गुले गर्दा गर्छ र एउटा इन्जिन तपाईँले पर्मिनेन्ट भनेर छिटो गराउनु पर्ने। एक साइड चाहिँ काम छिटो गर्नुपर्छ। जुन घरपट्टि छ नि एउटा इन्जिन अलिक कन्टिन्यू राख्नुहोस् त। कलेक्सन गर्दै गर्छ, काम गर्दै गर्नुपर्छ। कलेक्सन गरेर हाल्दा कहिले हुन्छ लु भन्नुहोस् त। कलेक्सन एकपट्टि झारेर अर्कोपट्टि काम सुरु गर्नुपर्छ नि। ल तपाईँ आएर भोलि आएर लाइन दिइहाल्नुहोस् त, काम चाहिँ सुरु गरोस्। एकपट्टिको प्रोटेक्सन चाहिँ छिटो गरौँ, त्यहाँ अरू हामीले अब गर्दा गर्दा हुन्छ कि। तपाईँ आउनुभयो साइडमा, तपाईँ भोलि एकपल्ट तपाईँ आफै आउनुहोस् कि। तपाईँ आफै हेरेर त्यो क्लियरेन्स त भइहाल्छ, केही छैन कि। क्लियरेन्सले मात्रै ध्यान नदिएर काम छिटो गर्नु पर्यो नि। त्यो क्लियरेन्स गर्दा गर्दा काम गरेन भने अरू ठुलो ड्यामेज हुन्छ यहाँ। ल भोलि तपाईँ आफै आइदिनुहोस् ल। ए अहिले त गाडी नै बन्छ। अब यहाँबाट हेर्दा कसरी मान्छे त यहाँ डर्छ। पुरै भत्काइदिनु नि गरेको पुरै डिस्मेन्टल गरेर बनाएको होइन। पुल मान्छे हिँड्नु परेन नि त। होइन पुल त राम्रो बलियै छ कि। बाटा त राम्रो बन्नु चाहिँ पुल चाहिँ बन्नु है। पुल पनि सबै यताबाटै हिँड्छ। मेन बाटो चाहिँ यही घरको छ। तर काम त स्पिड गर्नुपर्ने छ है। यो लेबरलाई आज डिङ्गो तिम्रो लेबर आएपछि नि यसलाई नि यहाँ पनि बाँडिदियो, बाँच्ने यहाँ पनि बाँड्दै यति मात्रै हिँड्ने बनाइदियो त यहाँ राखेर। किन यहाँनिर कुन दिन फँसै जान्छ, त्यहाँदेखि फेरि अर्को एक्सिडेन्ट हुन्छ, फेरि गाली हामीले खानुपर्छ। होइन बुझेँ कि मैले, तर बार्नु त पऱ्यो त बाँस। अलिक कडै बाँड्दैउ न। त्यसो भएर स्कुटी पनि हिँड्दैन। स्कुटी बाइकहरू यहाँदेखि बाँड्नुपर्छ। यहाँ हुन्छ यति गरेर प्रोटेक्ट गरेर त्यहाँबाट यो प्रोटेक्ट भयो, त्यहाँदेखि त काम गर्दा हुन्छ नि त। बुझेनौ? किन इमर्जेन्सी मान्छे यताबाट पनि गाडी उकालो अहिले प्रब्लम भनेको मान्छेलाई दुःख बिमार त हो। यहाँको यताबाट गइहाल्छ, यहाँको यताबाट गइहाल्छ नि त। अहिले अप्सन त छ नि त हाम्रो हातमा। यो मान्छेहरू उताबाट जान्छ, यो मान्छे यताबाट अप्सन हाम्रो हातमा छ नि त। यताको बिजाउनु पाउँदैन भन्ने त हो। अहिले नै त पर्छ। पानी पर्यो भने चाहिँ त्यो एउटा त्यहाँनिर चाहिँ भन्नु लाग्दैन मलाई। हेर सल्लाह गरेर